नमस्कार, तपाईहरु देखिरहनु भएको छ पाल्पा रानी महल। यो पाल्पा रानी महलको विषयमा हामीले इतिहासमा पढेका थियौं। यहाँनिर आएर एउटा भिडियो बनाउनु मन लागेको थियो। साच्चै नै राजाले रानीको लागि चाहिँ बनाइदिएको यो महल यति सुन्दर छ। यो कालीगण्डकी, सायद कालीगण्डकी नै हुनुपर्छ। कालीगण्डकी खोलाको किनारमा यो पहाडको खोजमा यस्तो सुन्दर ठाउँमा यस्तो मनोरम दृश्यको यो बीचमा अवस्थित रानी महल सायद यहाँ आउने हरेक व्यक्तिको मन लोभाउँछ। यहाँ आएपछि हामी छोडेर हिँड्नु चाहिँ मन लाग्दैन। यस्तो रमाइलो छ, यहाँ बसिरहनु पनि मिल्दैन। हामी अब समय थोरै लिएर आएका छौँ। थोरै समय भएको कारणले गर्दाखेरि हामीहरू यहाँबाट जानै पर्छ, फर्किनु पर्छ। बस्ने गरिकन समय मिलाएर आयो भने पनि यहाँनिर बस्नको लागि चाहिँ स्पेस एभाइलेबल छ। यतापट्टि सानातिना होटलहरू छन्, अलिकति पारिपट्टि रिसोर्ट छ, अलि मास्तेरतिर लाग्यो भने माथितिर होटलहरू पनि छन्। अब यहाँबाट नजिकै जानको लागि यता रिडीको लागि पनि बाटो छ। अब अर्को बाटो चाहिँ हामी यहाँबाट मिर्मी पनि पुग्न सक्छौँ करिडोरको बाटोबाट। यति मनमोहक, यति रमाइलो एउटा छुट्टै आनन्दित प्लेस हो रानी महल। हर कोही मान्छे यहाँ आउनुभयो भने यहाँबाट फर्केर जान मन लाग्दैन। यहाँको यो वातावरण यति मनमोहक छ, यति रमणीय छ, यसको बयान गर्न सकिँदैन। एकदमै अत्यन्तै रमणीय, अत्यन्तै मनमोहक रानी महल। कुनै समय यहाँ यो महलमा धेरै मान्छेहरू हुने गर्थे, रानीहरू हुने गर्थे र अहिले चाहिँ यो खाली छ। दर्शकहरूको लागि आउनुहुन्छ, भिजिटरहरू हामी जस्तो सबैजनाले हेर्नुहुन्छ, आनन्द लिनुहुन्छ। एउटा आनन्दित ठाउँ, धार्मिक रूपबाट पनि अनि आध्यात्मिक रूपबाट। एकचोटि यो ठाउँमा आएर यो ठाउँको अवलोकन गरेर आनन्द लिनको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो रितालाई चाहिँ यहाँको विषयमा कस्तो लाग्यो रानी महल तिमी थोरै भन्देऊ त रिता। यहाँ मैले युट्युबमा अपलोड गर्दैछु है। यो हाम्रो रानी ए रानी किन निदाऊ तिमी? निदा त्यही भएर पो हो त। अब एकचोटि खोला साइडतिर गएर बस्नुपर्छ। आऊ चम यता खोला साइडतिर जानुपर्छ एकछिन। ल ड्याप 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 ड्याप
लास्ट वाला सही फेसबुक पुरै अँधेरा आइज म तिरको पुरो यो पारी चाहिँ स्याङ्जा हो, वारी चाहिँ पाल्पा। त्यो पारी चाहिँ स्याङ्जामा त क्याम्प लगाइरहेछ, त्यहाँनिर सायद रिसोर्टहरू होला बस्नको लागि। यताबाट चाहिँ स्याङ्जा जानको लागि झुलुङ्गे पुल पनि छ र अलिकति अगाडि चाहिँ पक्की पुल पनि छ।